साथसाथै आज म धेरै खुसी छु किनकि आज मेरो छोरीको पास्नी आज चाहिँ फाइनली मैले मेरो छोरीको पास्नी गर्ने हो। पास्नी चाहिँ खास गरी मैले 13 गते गर्छु भन्ने सोचेको थिएँ, तर मेरो नानीलाई चाहिँ दुधले पुगेन जस्तो लाग्यो, त्यही भएर मैले चाहिँ आज 2 गते नै पास्नी गरेको। सो पास्नी चाहिँ मैले घरमा गर्दिनँ, मैले चाहिँ मन्दिरमा गएर पास्नी गर्ने हो। सो अब मैले चाहिँ भर्खरै उठेको, अब त्यहाँ कोठामा चाहिँ अब सबै डेकोरेसनहरू सबै भइरहेको छ। म चाहिँ यता बारीमा लुगा सुकाउन आएको थिएँ, अनि लुगा सुकाउन अनि अब फुल पनि टिप्छु भनेर अब नुहाइधुवाइ गरेर फुल टिपेर पूजासुजा गरेर चाहिँ अब म चाहिँ मन्दिर जानुपर्ने हुन्छ। मन्दिरमा चाहिँ गर्ने हुन्छ नानीको पास्नी। अनि घरमा चाहिँ अब घरमा हल्का फुल्का डेकोरेसन गरेको छौँ। घरमा आएको मान्छेहरूले चाहिँ अब टिका लगाइदिने, अब टिका लगाएर अनि के अरे खाना थोरै नानीलाई खुलाएर अनि यस्तो हुन्छ नि त, रसम हुन्छ नि त पास्नीमा, त्यस्तो गर्छौँ घरमा चाहिँ। हामी चाहिँ मन्दिरमा गएर चाहिँ अब दिन निकाल्नुपर्ने हुन्छ। अब मन्दिर जान्छु, अनि मन्दिर गएर अब नानीको कान छेडेर अनि सबै थोक गरेर अब सामान ल्याएर घर आएर चाहिँ अनि पास्नी पास्नीको त्यो अरू कार्यक्रम सुरु गर्नुपर्ने हुन्छ। सो मैले चाहिँ यो भ्लग चाहिँ पुरै कसरी बन्छ कसरी बनेर त्यो मलाई केही पनि थाहा छैन होइन। पुरै म टोटल्ली भ्लगमा मात्रै राखिराख्नु त मिल्दैन, मेरो धेरै काम हुन्छ। आज यता गर्ने उता गर्ने हुन्छ, नानीलाई यता गर उता गर कति हुन्छ। मैले हल्का फुल्का क्लिपहरू गर्नु सक्छु होला, पुरै क्लिप गर्नु सक्दिनँ होला, त्यही भएर अब जस्तो सुकै हुन्छ हेरिदिनु होला, मन पराइदिनु होला। अब खास गरी मैले भ्लग गर्ने चाहिँ मेरो मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ मैले प्रायः कुराहरू पनि बिर्सिन्छु कि अहिले म आजकल किन हो अब यो पोस्टमार्टम डिप्रेसनले गर्दा पनि होला, मैले प्रायः धेरै कुराहरू बिर्सिन्छु होइन। नानीहरूसँग पनि टाइम स्पेन्ड गरेको कुराहरू पनि मैले बिर्सिन्छु, त्यही भएर केही कुरा पनि नबिर्सिम मेमोरी भओस् भनेर चाहिँ मैले भ्लग हाल्न खोजेको। न त मैले खासै मैले भ्लग हाल्दिनँ। सो अनि तपाईँलाई थाहा पनि छ होला मैले भ्लग स्पेसल ओकेजनहरूमा मात्रै बनाउँछु भनेर। त्यही हो, अब कस्तो हुन्छ भ्लग अब हेर्नु होला। अब राम्रो भए पनि नराम्रो भए पनि अब हल्का फुल्का बनाएको हो, आफ्नो 100% दिएको हो। अब 100% त के भन्नु, अब आफ्नो आफूले प्रयास गरेकै नै हो। अब जस्तो हुन्छ अब हुन्छ, भ्लग बनाउँछु भने भ्लगै बनाउँछु, सबै कुरा क्याप्चरै गर्छु भन्ने तरिकाले चाहिँ क्याप्चर मैले गर्दिनँ होला सायद। जस्तो हुन्छ त्यस्तै हुन्छ, राम्रो भए राम्रो हालिदिन्छु, नराम्रो भए हाल्दिनँ, अब त्यही त हो। सो स्टे ट्युन गाइस, हेर्दै बस्नु होला कस्तो हुन्छ, के हुन्छ, कसो हुन्छ। बाई।
बेला हो क्या रुँदै फेरि अलिक घरिघरि रुवाउँछ छि Gimana update lo? Ini apa ya? Ala asal ada.